हेलो साथीहरु, धेरै पछि म चाहिँ आज भ्लग बनाउँदैछु। अनि आज चाहिँ हामी दाउरा कटिङमा गइँदैछ। यता हेर्न सक्नुहुन्छ हाम्रो फुली कान्छी नाना यहाँ बसिरहनु भएको छ घाम तापेर। उहाँ चाहिँ आज हाम्रो महल रुङ्ने मान्छे। अनि हामी चाहिँ चारजना लागिँदैछ घर अरे दाउरामा। बुढी यता छ रेडी भएर बसिरहेछ। अनि हाम्रो खाजा भुजा चाहिँ यतातिर छ। अलिअलि चिया अलिअलि चाउचाउ के खाजाहरू रेडी हुँदैछ। अनि हामी चाहिँ अब लाग्नु पर्ने हुन्छ पर जङ्गलमा। अनि दाउरा सकिएर बिजोग कटेर रित्तो भएपछि चाहिँ हामी अनि अहिले चाहिँ घोडा पोल्ने अवस्थामा पुगिसकिएको छ। अनि हामी चाहिँ आजदेखि चाहिँ तयार रूपमा लागिँदैछ जङ्गलतिर। अनि धेरै पछि भ्लग बनाइयो आज। निकै अप्ठ्यारो फिल भइरहेछ मलाई। अनि यता छ हाम्रो आजको मेन हाम्रो काममा हामीलाई लगाउने मालिकनी चाहिँ यता हुनुहुन्छ। हाम्रो पापा पनि यहाँ मस्त दिइरहनु भएको छ, उदाइरहनु भएको छ हतियारहरू लाग्ने बनाउने। अनि मेरो ड्याड चाहिँ यता नमस्ते भन्नु पर्यो ड्याड। ब्लग मम्मी यता छ। अनि हतियार चाहिँ हाम्रोतिर यस्तो हुन्छ खै कट्टा देखिदिउँ मम्मी। यस्तो हुन्छ हाम्रोतिर चाहिँ हतियारहरू चाहिँ यस्तो हुन्छ। बिलेट हाम्रो ड्याड चाहिँ पहिला आराममा काम गरेको नि त, कामीको काम गरेको, यसो ठाकठोक गर्ने लकान्द्री काम गरेको भन्छ। अनि डोकोसोको पनि यता रेडी भइसकेको छ। अनि हाम्रो चाहिँ घर चाहिँ अहिले घाम लगाएर चाहिँ एकदम क्लियर देखिरहेछ, रमाइलो। हाम्रो गाउँ चाहिँ एकदमै रमाइलो देखिरहेछ। लुगाहरू पनि सुकिसक्यो घामले। आजको मौसम चाहिँ यस्तो छ, हल्का बादल। त्यो पारिपट्टि चाहिँ देख्न सक्नुहुन्छ पुरै पहिरो भत्किएर हिजो अस्तिको पानीले गर्दाखेरि। अनि आज मेन हाम्रो घरको मुल्की चाहिँ यता घरमै नै हुन्छ। उहाँ आज घर रुङ्ने मान्छे बसिरहनु भएको छ। मम्मीले चाहिँ डोको बोकिरहेछ, किन बोकेको हो। अनि अब है हाम्रो बाबा चाहिँ लकन्द्री काम गरेको भन्दै अझै पनि उदाइसकेकै छैन, कतिखेर जाने पर्ने हो। हेलो साथीहरू, ल है त फाइनली हामीले चाहिँ सकिसक्यौँ आजको काम। आजलाई चाहिँ छुट्टी हानिसक्यौँ। हाम्रो ड्याड हिँडिसक्नु भएको छ पुरै। आजको लागि चाहिँ हामीले बिदा गरिसक्यौँ काम पुरै। डढेलो सबै लागि हो, सामानहरू प्याक। ल दाउरा साउरा एकदमै आज चाहिँ यतातिर काटियो। अब चाहिँ ल है त साथीहरू, आजलाई चाहिँ यति नै हो भ्लग तपाईँहरूलाई। अनि हिँडिसक्यौँ हामी चाहिँ। ल म लाउँछु। ल धन्यवाद गाइज, किप वाचिङ, किप गोइङ। धन्यवाद छ तपाईँहरूलाई। मेरो चाहिँ पुरै युट्युबलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। हस् त, बाई बाई, नमस्ते, धन्यवाद, हस्ते।